हेलो हाई दर्शन नमस्ते सलाम वालेकुम। आज पनि एकदमै खतरनाक भिडियो आएको छ हैन, सबैजनाले हेरेर साथ दिनु होला है त। एउटा गाडीमा मात्रै हेरिरहनु भएको छ। दुईटा छ, एकजना साथीले आफ्नो गाडी लिएर आछ। हजुर, त्यस्तो धेरै तामझाम केही देखिँदैन, मान्छेलाई चुनावमा धेरै खर्च गरेको देखिन्छ। हजुरमा यति धेरै सरलपन छ, यो के कारणले गर्दा होला? पैसा फागुन 21 मा चुनाव आउँदैछ। हरेक नेपालीले के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? एज अ हर्क साम्पाङ, एज अ तपाईँको पार्टीको अध्यक्ष मात्रै नभएर तपाईँले चाहिँ के गर्न चाहनुहुन्छ? चुनाव चिन्ह माटोमा भोट नुहाइसकेको चिन्न के छ हजुरको? टाइम लाग्छ भन्दैछ। होइन चुनाव चिन्ह के हो? अहिले भर्खर तपाईँको चाहिँ नि त्यत्रो कार्यक्रम त त्यत्रो धेरै भिड त तपाईँको हाम्रो कार्यक्रममा मात्रै मुस्किलले हुन्छ। एयरपोर्टमा त त्यत्रो ठुलो रहेछ, म त्यहाँ उभिएर भाषण गरौँ कि जस्तो लाग्छ। मेरो खराब पानी छ, मेरो खराब अनि भोटाले गरिदिन्छ, पैसा खुवाएर गरिदिन्छ जित्ने मान्छे भनेर कराउँदा कत्रो सुनिन्छ हौ। जनताको काम गर्छ। हजुर नि हामी ढिलो आउनुभयो सांसद भएर। अहिले पहिलो अघिल्लो चुनावमा उठेको भए त केही परिवर्तन हुन्थ्यो। मेरो उठान कसरी भयो भन्दाखेरि मैले ठुलो एजेन्डाहरू लिएर चुनाव जितेको होइन। यहाँ मेरो एजेन्डा बाटोमा भएको खाल्डा होइन, बाटोको किनारामा रहेको बिजुलीको खम्बा, बिजुलीको खम्बामा चाहिँ नि सरलै लथरिरहेको बिजुलीको तार होइन, त्यो तारमा झुन्डिरहेको बाँदर। भन्ने युवाले होइन आइफोन 20 निकालिदिनु यस्तो यो मलाई लाग्छ अब यो खेतबारीमा होइन, यो यति मात्रै होइन क्या फर्टिलिटी होइन, कति ठाउँमा यत्रो सानोमा पनि के फलाउँदो रहेछ नि त। त्यो प्रविधिबाट हामीले किन गरेको होइन सरकारको खोइ अब हेर्नु न यत्रो धेरै प्लास्टिक होइन। म त कतिखेर टिपुङ कि जस्तो लागिसक्यो, तर टिप्दिन होला। गरिरहेको काम होइन, बानी हो नि त। कहाँ भन्छ अरे काँक्रेड भित्ताबाट पर तपाईँको चाहिँ दार्चुलासम्म सहरको फोहोर टिक्दै जाउँ कि के हो पत्रकार त पुरै मचिरहेको त पहिलेदेखि। मतलब कुछ जिताएर हामी जितेर गयो, एक भोटले पनि हार्छ नि, एक भोटले पनि हार जित्यो हुन्छ। कसैको कुरा नसुनी किटाङ घन्टी मान्ने हो। अनि गजब बेइज्जती यार। यो पनि मान्छे त कति नरहिन्छ, यो के रहेछ भनेर भन्दै थियो। भन्छन् कतिले के भन्छन्, अलि छिटो बोल्नु नि हो शुभ, खै कहाँ निकाल्नु अलि छिटो बोल्नुहोस् यार। पनि भन्छ ऊ त्यतातिर देखाउन चाहन्छु क्यामेराले त्यो होइन, सन होइन सनसेटलाई देखाउनुहोस्, अब यता देखाउनुहोस्, यता देखाउनुहोस् सनसेट डाइरेक्टर पनि हुनुहुन्छ त यता भन्दाखेरि होइन। त्यो कसैले भन्छ घाम डुबेको भन्छ, म त्यो घाम डुबेको भन्दिनँ, पृथ्वी घुमेको भन्छु। ओ सही सही एक्स्ट्रा हुनु पर्यो नि त, खुबी होइन एक्स्ट्रा हो नि त। हामीले जनतालाई बुझाउन सकेको कुरा महानगरपालिकाको मेयरले गर्ने काम र त्यसपछि महानगरपालिकाका 16 वडा सहित अरू 32वटा वडाका वडाध्यक्षले गर्ने काम र प्रतिनिधि सभाका सदस्यले पनि गर्ने काम एउटै हुनु हुँदैन भन्ने कुराको जानकारी पनि हामीले आम जनतालाई दिन सकेन भने जनतामा बेसी कन्फ्युजन हुने रहेछ। यी र यस्ता कुराहरू गरिराखेको छ। अब वरिष्ठ नेताज्यूकै सुझावलाई मैले पर्खिएको छु कसरी अगाडि बढ्ने कुरामा। ठिक छ, मत परिवर्तन गर्दा गर्दै आफ्नो चाहिँ परिवर्तन नगर्नु होला नि फेरि। मन्त्री जस्तो गाह्रो चाहिँ के हुने रहेछ।
हुन त बाले ब्याटर हान्ने मान्छे हो त्यो अब एक दुईवटा कुराको त एन्सर होइन ओ खतरा खेलाइरहेछ यार क्यारम बोर्ड म भन्दा नि खतरा खेल्छ है क्या चक्लेट बेच्ने मान्छेले 5 नम्बर बनाउँछ बनाइ भन्छ सरकारले तपाईँले 12 करोडको बनाएर कृषि औजार चलाउँदाखेरि त्यसमा 5 नम्बर बनाएर राजस्व कर तिर्यो कि तिर्दैन यो लो तपाईँ तिर्दैन अनि त्यहाँ मोहरे भन्ने ठाउँमा छ नाङ्गीमा होटलहरू छन् होमस्टेहरू छ मैले चलाउने होइन हरेक होटलले गाविसलाई तिर्नुपर्ने राजस्व तिरिरहेको त्यो गएर हेर्नु पर्यो त्यसै गराउने होइन हामी प्रत्येक तपाईँको त्यहाँ पुग्छौँ हामी मन्त्रालय पुगिन्छ नि त फेरि यहाँ छ नि त होइन हामी मन्त्रालय पुग्न सकिन तपाईँको वेबसाइट कहाँ छ अनि होटल कहाँतिर हामी वेबसाइट हेर्नलाई मन्त्रालय जाने होइन कि यो मोबाइल खोल्ने त यहाँ होइन हामी सही हो मोबाइलको के काम होइन के गर्नु मन पर्छ सुती खानु मन पर्छ नि होइन के गर्नु मन पर्छ के हो को बुढाहरू हो ए अनि अब खोइ खाइदिउँ न त खाइदिउँ कि खाने खाइदिउँ न प्रधानमन्त्री भन्दा के कुरामा कमी एउटै त अनि राजधानीको मेयरलाई भन्नु त त्यो त कमी थियो मैले भन्न खोजेको र भोलि त अन्तर्राष्ट्रिय चलखेल बढ्न थाल्छ अन्तर्राष्ट्रिय चलखेल महानगरपालिकामा कति थियो भन्ने तपाईँ इमेजिन पनि गर्न सक्नुहुन्छ तपाईँ नेपाली जनताका माझमा भन्न सक्नुहुन्छ म अन्तर्राष्ट्रिय चलखेलमा हामी यस्तो हामी त्यहीँ राखिराख्नु न हो त्यसैमा म आउँदैछु किनभने हामी धेरै सबै कुरा विदेशी भएछौँ होइन हाम्रो एउटा नाङ्गो शरीर मात्रै स्वदेशी रहेछ भनेर म घरिघरि आमसभामा कराउँछु ताली बजाउनुहुन्छ है भाइरल पनि हुन्छ त्यो कुराहरू नाङ्गो शरीर हामीले लगाएको वस्त्र अहिले फुकाएर विदेशबाट लिएको सबै फुकाउने भने नाङ्गै भाग्नुपर्छ कसले बनायो बनायो अब के भन्ने मन दुखेछ किन दुखेछ भने तपाईँहरूलाई अहिले यो कति बज्यो यार यहाँ बज्यो नि हेर्नु पर्यो 9:30 यहाँ दुःख दिने अहिले सुतेको भए एक निद्रा नि पुरा पुगिसक्छ म जस्तो मलाई यो पुग्थ्यो तपाईँ चाहिँ आफ्नो सपनालाई पुरा गर्नका लागि यति हुटुटी गर्नुहुन्छ कि तपाईँले आफूले पाएका पुरस्कार विभूषण सबै कुराहरू बिक्री गरिदिनुहुन्छ त्यो चाहे रोमन म्यागसेसे पुरस्कारदेखि लिएर कसैले शुभेच्छा दिएको अमूल्य उपहार पनि त्यसको मूल्य हुनु पर्दैन तपाईँले दिनुभएका सबै कुरा त्यसरी बेच्दै जाएपछि त भोलि तपाईँलाई माया गरेर श्रद्धा गरेर किन तपाईँलाई उपहार दिने त्यो त उपहार दिनेले किन दिने सही हो राइट एन्सर बसेर यहाँ चाहिँ शिक्षामा चाहिँ यो यहाँको विद्यार्थीहरूलाई अलिकति पढेर कोही इन्जिनियर हुन्छन् कि कोही डाक्टर हुन्छन् कि कोही लोक सेवातिर जान्छन् कि होइन कोही हुन्छन् भनेको एउटा झिङ्गा पनि केही नै होइन ड्राइभर बनाउनु भन्ने सम्मेलन महावीर पुलको पत्रकार सम्मेलन भनेको बेनीको पत्रकार सम्मेलनमा यस्तो पत्रकारहरू मान्छे पनि आएको छैन पत्रकार पनि आएको छैन ल यस्तो महावीर पुललाई जाऊ न पत्रकारहरू त्यतातिर पनि किन नगएको महावीर सर कस्तो भइरहेको छ अभियान कस्तो न कस्तो घाइतेको लागि उपचार हुन्छ
सही आन्सर। डाँडाखानी गाउँको दाजुभाइ दिदीबहिनीहरू आमिर पुनः आएको छु। चुनावमा उम्मेदवार भएर आएको छु। ल भेटघाट गर्न चाहनेहरू आउनु। हाम्रा पालामा बसाउने साबुन थिएन, मै झिल्के भएको डल्ले साबुनले। हाम्रा पालामा दामी 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 बसाउने साबुन